जेएनजी सरकारको पहिलो सङ्कट नेपालमा प्रधानमन्त्री बालेन शाह विरुद्ध प्रदर्शन सुरु भएको छ। नयाँ जेएनजी सरकारले सत्ता सम्हालेको केही समयमै ठूलो चुनौती सामना गरिरहेको छ। गृहमन्त्रीको राजीनामा। नमस्कार जनतामा, सबैभन्दा पहिला कुरा गरौँ सुदन गुरुङको। उनी पहिले डीजे थिए, तर 27 मार्चको जेएनजीको मागमा उनी गृहमन्त्री बने। कुर्सीमा बसेपछि सबैभन्दा पहिले उनीले भिआइपी कल्चर खत्म गरे। त्यसपछि उनी आफै सडकमा निस्किन्थे। पुलिससँग मिलेर भिआइपी मन्त्रीको गाडी चेक गराउँथे। ट्राफिक र लोकल पुलिसलाई पनि उनीले बलियो बनाए। तर गुरुङले दिए राजीनामा। अब भयो बवाल। केही समय अघि एउटा भिडियो रिपोर्ट आयो जसमा सुदन गुरुङमाथि आरोप छ कि उनले यस्ता कयौं कम्पनीहरूसँग सेयर खरिद गरिराखेका छन् जसका सीधा सम्बन्ध दीपक भट्टसँग जोडिएको छ। सुदन गुरुङमाथि मनी लन्ड्रिङको आरोप लागेपछि उनले नैतिकताको आधारमा राजीनामा दिए। यो कदमले नयाँ सरकारको स्वच्छ छविमा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। तर सुदन गुरुङले सामाजिक सञ्जालमा आएर सार्वजनिक रूपमा राजीनामा दिए। उनले कारण दिए कि मेरो माथि लागेको आरोपहरूको सही तरिकाले जाँच होस्। त्यसका लागि मैले गृहमन्त्रीको पद छोड्नु पर्छ ताकि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नबनोस्। दोस्रो कुरा के हो भने विद्यार्थी सङ्गठनको आक्रोश। विडम्बना के हो भने बालेनलाई सत्तामा पुर्याउने विद्यार्थीहरूको ठूलो हात थियो, तर उनले सत्तामा आएपछि विद्यार्थी सङ्गठनलाई नै प्रतिबन्ध लगाइदिए। तर तिनै विद्यार्थीहरू उनको सबैभन्दा कडा आलोचना बनेका छन्। एउटा सबैभन्दा डरलाग्दो कुरा के हो भने प्रधानमन्त्रीको आलोचना गर्दै युट्युब भिडियो बनाएको आरोपमा एउटा क्रिएटरलाई पक्राउ पारे। चौतर्फी विरोधपछि उनलाई छोडियो तर यसको नयाँ नृत्यमा तानाशाही प्रवृत्ति हाबी हुन थालेको डर पैदा गरेको छ। भन्छ नि, कुर्सी पाएपछि मान्छेले सबैभन्दा पहिला अरूको कुरा सुन्नै छोड्छ। यस्तै तेस्रो कुरा आउँछ सीमाको विषय। बालेन शाहले नेपाल भारत सीमा काडा गर्दै 100 नेपाली रुपैयाँ भन्दा बढीको सामान लाउन रोक लगाए। स्थानीय अर्थतन्त्र सुधार्न लक्ष्य राखे पनि यसले निम्न र मध्यम वर्गलाई सबैभन्दा बढी मार्का परेका छ। यही कारणले गर्दा नागरिकहरूले अहिले असन्तुष्टि जताएका छन्। नेपालको राजनीति तीव्र गतिमा परिवर्तन भइरहेको छ र यस्तो हुन पनि चाहियो। तपाईको विचारमा के कस्तो छ कमेन्टमा भन्नुहोस् र यस्ता गहिरो विश्लेषणको लागि फलो गर्नुहोस्। धन्यवाद।